नमस्ते, स्वागत छ मेरो च्यानलमा हजुरहरूलाई। आज म देखाउन गइरहेको छु जापानको म्युजियम, माछाहरू हेर्ने ठाउँ। यहाँ ल आउनुहोस्, सबै मिलेर माछा हेरौँ एकछिन। मन परेमा भिडियो लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिनु होला। ल हजुरहरूलाई यहाँबाट म माछाहरूको इन्ट्रोडक्सन गर्न गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ विभिन्न टाइपका माछाहरू छन्, रङ्गी बिरङ्गी। अब यहाँ देख्न सक्नुहुन्छ यतातिर गाला ठुला, दुईटा गाला ठुला गरेका माछा छन् है, यो देख्न सक्नुहुन्छ यी तपाईले। अनि यहाँ अरू माछा छन्, हाम्रो गाउँतिर पाइने माछा, खोलामा पाइने माछाहरू छन् विभिन्न प्रकारका। यहाँबाट लगेर बेच्ने माछाहरू हुन् यिनीहरू। यहाँबाट लगेर घरमा सजिलै पाल्न सकिन्छ। हेर्नु है, हेर्नु एकदम राम्रो हो, एकदम राम्रो माछाहरू पाइन्छ है। तपाईहरु फ्री टाइममा चाहिँ यहाँको नजिकैको यस्तो माछा म्युजियमहरू हुन्छ धेरै ठाउँमा गएर किनेर रुममा लिएर राख्न नि सक्नुहुन्छ। एउटा सानो ठाउँमा, सानो स्पेसमा राख्न मिल्छ यिनी माछाहरू। योहरू माछाहरू देख्न सक्नुहुन्छ, यिनी हाम्रो नर्मल खोलामा पाइने माछाहरू हो। अनि अब योहरू छ है, यिनीहरूलाई धेरै ठाउँहरू चाहिँदैन। यो देख्न सक्नु, यो सानो खिजा माछा भन्छ हाम्रो गाउँतिर। यो माथि पनि देख्न सक्नुहुन्छ, यो माथि देख्नु हो। अनि यहाँ अब आउनुहोस्, धेरै प्रकारका माछा छन्। यो माछा हाम्रो गाउँतिर पाइने माछा हो। अनि यहाँ देख्न सक्नुहुन्छ है, अब यहाँ देख्न सक्नुहुन्छ यस्तो माछा छ। अब यहाँ तपाईहरुलाई मैले नयाँ माछा देखाउन जाँदैछु। अब एकैछिन पछि धैर्य गरेर बस्नु होला कृपया। यो प्यालो माछा, यो माछा नि यो त बेसार्ला हो नि। फेरि यता ल्याउनु। हेर्नु सक्नुहुन्छ, यो माछा खतरा रहेछ यार। अनि यो माछा नि देख्न सक्नुहुन्छ तपाईले हैन, तल देख्नुहुन्छ यो माछा नि न्यू माछा देखाउन गइराख्नु तपाईहरुलाई हैन। एकैछिन तपाई वेट गर्नु। ल यो माछा देखाउनु, यहाँ कसैले नदेखेको माछा चाहिँ यो। यहाँ पनि यस्तो माछा नि, माछा के हो त्यो? दाउरे जस्तो छ माछा। यता अर्को अर्को उता पुलमा लुकिरह हैन। अनि यता